ह्याप्पी रोज डे माई स्विट गर्ल है। अब के गर्नु त टाढा छु नि त अब तिम्रो लागि गर्नुपर्छ। ल दिदी राम्रोसँगले जानु है शुभ यात्रा। ल ढाक धेरै पछि यो चस्मा पनि होइन अब लगाएको यसलाई चाहिँ धेरै मिस गर्दै थिएँ जे जस्तो। सो हेलो फ्रेन्ड वेलकम ब्याक माई न्यू ब्लग। आजको मेरो नयाँ ब्लगमा। सो आज चाहिँ हनुमानजीको होइन इन्ट्रेस्ट अब अचानक बाटोमा है। खास चाहिँ म आज एयरपोर्ट जानेवाला थियो। आज पुरै त्यो रथमा घुमाइरहेको रहेछ क्या अनि मजाले होइन पुरै एकदम भिड पनि छ। अब यो भिडबाट निस्किन चाहिँ अलिकति गाह्रै हुन्छ होला सायद मलाई चाहिँ होइन, किनभने अब आफ्नो काममा निस्किनु पऱ्यो नि त। जय हनुमान है। ल म चाहिँ अलिकति बिजी नै छु नि त, अलिकति आफ्नो कामले पनि हेर्नुपर्ने हुन्छ। यो भिडबाट चाहिँ मलाई चाँडोभन्दा चाँडो निस्किनु पर्ने हुन्छ क्या, किनभने ढिलो पनि भइसक्यो, 1 बजिसक्यो। सो गाइस रमाइलो छ तर गाइस म चाहिँ त्यो भिडबाट निस्किसक्यो होइन। अलिकति अझै भिड त भिडै छ र अलिकति आफ्नो कामलाई पनि हेर्नुपर्ने हुन्छ। त्यसले गर्दा म चाहिँ अलिक हतारमा छु। अहिले चाहिँ मलाई ठ्याक्कै फेरि रेस्टुरेन्ट जानुपर्ने भयो क्या। यहाँनिर चाहिँ अब अलिकति सामानहरू छुटेको छ अनि त्यो चाहिँ लिएर चाहिँ एयरपोर्ट जानुपर्ने छ। त्यहाँनिर चाहिँ दिदी रुँगिराख्नु भएको छ, घरबाट चाहिँ 1-2वटा सामानहरू पठाइदिनु भएको थियो। सो त्यही लिनको लागि चाहिँ मलाई जानुपर्ने छ दिदीलाई भेट्नको लागि। अनि मेरो ड्रेस चाहिँ उहीँ छुटेको छ क्या, अनि त्यही भएर चाहिँ ड्रेस लिन चाहिँ खास रेस्टुरेन्ट जानुपर्ने भयो। 1-2वटा सामानहरू पनि छ अनि त्यसले गर्दा भिडबाट चाहिँ म निस्किसक्यो होइन। भिड चाहिँ पर पुगिसक्यो अनि बाटोभरि पुरै जामै जाम थियो। अनि म चाहिँ अब यहाँबाट निस्किएर चाहिँ दिदीलाई भेट्न जानेछु। अनि त्यहाँनिर फाइनल्ली दिदीलाई नि भेट्यो होइन। अनि होटलको नाम पनि बवाल रहेछ कि फेसबुक होटल अरे क्या, अब खत्रै रहेछ नाम चाहिँ होइन। ल ओहो पुरै है ब्यागै ब्याग आम्मो। कति वर्षको लागि जाने त अब फेरि दिदी? 2 वर्ष। 2 वर्ष? ओ ल ठिक छ। मेरो ब्याग चाहिँ कुन हो? हो मेरो ब्याग चाहिँ यहाँ रहेछ। के पठाइदिनु भयो यत्रो ठुलो ब्यागमा? ओहो ल ठिक छ। ए हो ल ठिकै छ। अनि मैले सामान चाहिँ एकदम वेट गरेको चिज भनेको चाहिँ यो सेल्फी स्टिक। यसलाई चाहिँ होइन यति वेट गर्नु पर्यो चाहिँ मैले घरमा छोडिदिएको थियो क्या होइन। अनि भ्लग गर्नैकै लागि भनेर किनेको थियो। बिचमा अब भ्लग चाहिँ मैले बन्द गरिदिएको थियो नि त, अनि यो घरमै छोडिदिएको थियो। अनि यसलाई चाहिँ धेरै मिस गर्दै थिएँ। जे जस्तो भए पनि अलिकति सानोतिनो कन्टेन्ट बनाउनुलाई भए पनि यसले धेरै हेल्प गरेको थियो मलाई। अनि यो चाहिँ एकदम चाहिने भयो अरे होइन। मैले यसैको लागि चाहिँ मलाई सामान ल्याइदिनु भनेर भन्थ्यो। अनि त्यही भएर दिदी आउँदै हुनुहुन्थ्यो अनि त्यही भएर चाहिँ मम्मीले पठाइदिनु भयो। अनि मैले भ्लग बनाउँछ है भनेर सोचेको थियो आजको दिन। ठ्याक्कै आउँदै अब त्यहाँ गएर डाइरेक्ट दिदीलाई भेटेर चाहिँ बनाउनु पऱ्यो, स्टार्ट गर्नु पऱ्यो भनेर सोचेको थिएँ। ठ्याक्कै बाटोमा यस्तो मजाको देख्यो नि त त्यो अब हनुमानलाई रथमा चट्ट लगिरहेको। त्यो देखे पछाडि त्यो मनले रोकेन क्या। अनि त्यही भएर त्यहीँबाट स्टार्ट गरिदिएको। त्यस्तो त्यो ठ्याक्कै बाटोमा अब भेटिहाल्यो अनि त्यही भएर चाहिँ अब अलिक पनि लिनु मन लाग्यो अनि त्यही भएर चाहिँ लिएको। अब मेरो सामान जति चाहिँ म रुममा गएर खोल्नेवाला छु अनि के पठाइदिनु भएको रहेछ त्यो तपाईँहरूलाई पनि देखाउनेवाला छु है। सो गाइस अनि दिदी गाउँतिर सबै ठिकै छ त? गाउँतिर सब जानलाई ठिक छ। अनि मेरो मम्मीहरू बुवाहरू भाइहरू सबै सन्चै छ नि? सबैजना सन्चै हुनुहुन्छ। गाउँतिर त एकदम रमाइलो भइरहेको होला है? गाउँतिर रमाइलो छ नि। मान्छेहरू कतिको छन्? कोही छैनन् होला है गाउँमा? केटा मान्छे त कोही छैन, सबै सहर छिरेर खत्तम भइसक्यो। अनि बाबुहरू कस्तो छ? हेलो गुडी के छ? ऊ नाइस मेरो बहिनी। हेलो दादाको खबर के छ नि? सोध्नु छैन है दादालाई? आज फेरि है रोज डे बिर्सिराखेको। ह्याप्पी रोज डे गुडी, ह्याप्पी रोज डे। कस्तो छ त अनि घरतिर? को त्यो छेउको चाहिँ को? सोनिका। ए ल रमाइलो छ है गाउँमा तिमीहरूको? ल आज फेरि रोज डे बिर्सिराखेको। गर्लफ्रेन्डलाई रोज दिनुपर्ने, यहाँ आफ्नो सामान आएको छ सामान लिन जानुपर्ने। पैसा पनि छैन यार अब हो रोज दिनुपर्ने होइन।
टाइम दिनलाई पर्ने अब छैन के गर्ने त अब मैले अब एकछिनमा म पनि यहाँबाट निस्किनु पर्ने हुन्छ किनभने सामान पनि खोलेर हेर्नुपर्ने छ के पठाइदिनु भएको छ मम्मीले अनि सामान मैले त्यो छुटेको थियो होटल चाहिँ जानुपर्ने थियो भनेको थियो नि त त्यो चाहिँ अब के देखिसक्यो होला नि त चस्मा ढ्याक्क धेरै पछि यो चस्मा पनि होइन अब लगाएको थुप्रो भएको थियो चस्मा युज नगरेको होइन त्यत्तिकै पडिरहेको थियो ड्ररमा आज भर्खर लिएर आएन अब कस्तो देखिरहेको छैन कालो मान्छे अनि कालो सर्ट होइन त टक्क लाएर अब हिरो त अब त्यसै पनि म काले भए पनि हिरो त हिरै छु होइन अब यसमा चाहिँ म केही भन्न सक्दिनँ ल म हिरो छु कि छैन यसै कमेन्ट गरेर भन्नु ल म ह्यान्डसम छ कि छैन ब्ल्याक ह्यान्सी भन्छ होइन सबैले अब खोइ त्यो चाहिँ मलाई थाहा छैन के छु भनेर सबैले चाहिँ त्यही भनिरहेको छ मलाई होइन तिमीलाई पनि मैले कल गरेर चाहिँ विस गरिदिइसकेँ होइन त अब ह्याप्पी रोज डे भनेर अनि टिकटकमा पनि उसलाई मैले मजाले होइन स्मल तरिकाले सानो स्विट आवाजमा विस गरिसकेको छ अनि अब चाहिँ अब मैले भनिदिइ पनि सकेको छ म भेट्न पाउँदिनँ तिमीलाई भनेर अब दिदीलाई किनभने अब सामान हाल्ने गरेर अब मलाई पनि रुम जानुपर्ने हुन्छ नि त अनि दिदीलाई पनि अब बेलुका भइसक्यो टाइम पनि छैन 5 बज्न लागिसक्यो अनि अब म चाहिँ यहाँबाट दिदीलाई बिदाई गरेर अनि अघि आउँदा चाहिँ इनड्राइभमा आएको थियो तर अब जाँदा चाहिँ बसमै जानुपर्ने होला इन्कम्स डाउन छ नि त अब के गर्ने सेलेरी आउने टाइम भर्खर हुँदैछ आज भर्खरै कति पो दिदी आज 24 गते बिर्सिएर अब डेट पनि थाहा हुँदैन क्या कामको चक्करले अब त्यो काम गर्यो बिहान गयो काम गर्यो त्यसले गरेर डेट पनि थाहा हुँदैन के गर्ने काम बाहेक अरू केही ध्यानै हुँदैन नि त त्यसले गरेर अब दिदीलाई विस गरेर चाहिँ स्पेसल्ली अब फुल पनि यहाँनिर फ्लावर्स पनि मैले किनेर चाहिँ ल्याएको छ होइन सो ह्याप्पी रोज डे माई स्विट गर्ल है अब के गर्नु त टाढा छु नि त अब तिम्रो लागि अब टाइम दिन नि अब नसक्ने भइएको छ होइन अब के भन्ने अनि स्पेसल्ली तिम्रै लागि भनेर किनेको तर यो चाहिँ म अब दिदीलाई यहीँ छोडेर जानेवाला छु अब तिम्रो लागि म नेक्स्ट टाइम चाहिँ तिम्रो लागि स्पेसल्ली ठुलो बुके लिएर तिम्रो बर्थडेमा चाहिँ म तिमीलाई बुके लिएर चाहिँ विस गर्नेवाला छ है ल म दिदीलाई अब विदाई गर्नेवाला छु ल दिदी राम्रोसँगले जानु है शुभ यात्रा ल आउँदै गर्नु भेट्दै गर्नु होइन अब भाइ सम्झेर के गर्नु अब काठमाडौँ आउनु भयो भने भेट्ने भनेको मलाई नि हो दिदीले ल ह्याप्पी रोज डे अब स्पेसल्ली गर्लफ्रेन्डको लागि थियो तर गर्लफ्रेन्डलाई टाइमै नदिनु पाउने भएर चाहिँ गाह्रो भयो ल दिदीलाई नि यो चाहिँ मैले अब पछि विदेशसम्म जाउन्जेलसम्म चाहिँ दिदीलाई एउटा यादको तर्फबाट यसो दिदीले नि कहिलेकाहीँ हो भाइले दिएको भन्ने हुन्छ सो त्यही भएर ल ह्याप्पी रोज डे ल राम्रोसँग दिदीलाई चाहिँ घर गरिदिनुहोस् ल थ्याङ्क यू अब म चाहिँ एनिवे गाइज म चाहिँ फाइनल्ली मेरो रुम आइपुग्यो अब ब्याग्स खोल्ने हो अनि के रहेछ हेरौँ ब्याग्सभित्र चाहिँ अनि हामीहरूको चाहिँ कुवा नजिकै छैन लुगासुगा धुनको लागि चाहिँ कुवाबाट पानी तान्नुपर्ने हुन्छ अनि हप्तामा एकचोटि चाहिँ मेलम्चीको पानी आउँछ पुरानो घर छ होइन रेन्ट पनि थोरै कमै छ नि त त्यही भएर रुम पनि पुरै अन्धकारमा छ सो ब्याग चाहिँ पहिला भित्र ल्याउनुपर्छ सो दिस इज माई रुम स्पेसल्ली है खासै त्यस्तो त केही छैन कलेक्सनहरू अनि त्यो चाहिँ मेरो सेफ कोट चट्ट लाएर झुन्डाइरहेको छु अनि मेरो जर्सी अनि मेरो कार्विन नाइफ दिस वान है यहाँ चाहिँ मेरो आर्ट्सको लागि नाइफहरू छ अनि रुम चाहिँ यस्तै हो अनि स्पेसल्ली गर्लफ्रेन्डले यो चाहिँ मलाई बवालको टी सर्ट बर्थडेमा चाहिँ गिफ्ट गरेको थियो अनि क्यालिबर सुज सो धेरै कलेक्सन त छैन होइन ब्राउन कलरको क्यालिबर सुज यो बवालको टी सर्ट र क्यालिबर सुज चाहिँ मलाई गर्लफ्रेन्डले गिफ्ट गरेको थियो मेरो बर्थडेमा सो मैले पनि स्पेसल्ली उसलाई गिफ्ट गरेको छ केही कुराहरू चाहिँ खासै कलेक्सनहरू चाहिँ त्यस्तो राम्रो केही छैन होइन रुममा ठिक्क आफूलाई पुग्ने नि छ सो कस्तो छ त मेरो रुम गाइज कमेन्ट गरेर भन्न सक्नुहुन्छ है तपाईँहरूले सधैँ घरबाट मम्मीले चाहिँ के पठाइदिनु भएको छ त अब खोलौँ हेरौँ के रहेछ होइन त अब त्यहाँनिर मलाई मेन इम्पोर्टेन्ट चाहिने भनेको सेल्फी स्टिक थियो त्यो चाहिँ मैले हातमा आइसकेको छ अब अरू पनि के छ हेर्नु पऱ्यो ब्याग पनि गाड्नुपर्छ
ब्यागको लक पनि फेरि तोड्नु पर्ने भयो। हो नाइस गाइस, कोड पठाइदिनु भएछ बिहेको लागि। यो चाहिँ स्पेसल्ली बिहे आउँदैछ अनि बिहेको लागि पठाइदिनु भएको रहेछ। र के छ त, ओ लङ कोट पनि पो आएर रहेछ त। कस्तो देखिन्छ, खतरा देखिन्छ होला है, एकदम ब्लेनवाला लुक्स। यो चाहिँ ब्लेनवाला लुक्स क्या। यो चाहिँ मैले पहिला गाउँमै हुँदाखेरि लिएको थियो, त्यति धेरै युज पनि गरेको छैन, त्यत्तिकै घरमा पढिरहेको थियो। ठुलो भएर अहिले पनि ठुलै छ। अरू के छ, स्पेसल्ली ल्यापटप खासै चलाउनु त आउँदैन। अब भ्लगहरू चाहिँ यसबाट एडिट गर्न चाहिँ म सिक्छु अनि त्यहाँबाट चाहिँ यसबाट चाहिँ अपलोडहरू गर्नको लागि यसले चाहिँ मलाई धेरै हेल्प गर्नेवाला छ। अब अनि अर्को भनेको हार्ड डिस्क। यसमा चाहिँ मेरो 17 वर्षदेखिको फोटोहरू छ। त्यो पनि कुनै टाइम फुर्सद मिलेछ भने त्यो पनि म देखाउँला, सानोदेखिको फोटोहरू कस्तो चाहिँ छ भनेर। र अरू के छ त, एक दुईवटा लुगाहरू रहेछ, त्यति धेरै त केही छैन रहेछ। त्यही हो, बिहेको लागि कोड आएको रहेछ अनि प्यान्टहरू रहेछ अनि सर्टहरू छ। व्हाइट कलरको सर्ट हो, अलरेडी छँदैछ एउटा सर्ट अनि फेरि अर्को पनि व्हाइट सर्ट थपियो। यस्तो सर्टहरू चाहिँ मलाई धेरै मनपर्छ। धेरै नै छ सर्टहरू चाहिँ, प्रायः जस्तो मैले सर्टहरू नै युज गर्छ टी सर्ट भन्दा पनि।